विषयमा सहमति भएको छ। मंगलबारदेखि चाहिँ उसले प्रारम्भ गर्ने अहिले एक साइड गर्छ होइन। एक साइड जुन त्यो तपाईँको यो पानी बगेर जुन छेउमा जान्छ नि त्यो नाला हुन्छ सानो नाला, त्यो सानो नाला चाहिँ त्यसलाई कम्प्लिट पारेर मंगलबारदेखि प्रारम्भ गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ। त्यसै अनुसारले हाम्रो सहमति भएको छ र त्यसै अनुसारले हामी कार्यान्वयन गराउँछौँ, जसरी पनि गराउँछौँ। त्यो ठेकेदारलाई जसरी पनि त्यो काम चाहिँ छिटोभन्दा छिटो यो टाइम दिएको टाइममा चाहिँ हामी सुरुवात गराउँछौँ जसरी भए पनि। र भोलिदेखि चाहिँ जुन नालाको छेउमा पानी बग्ने जुन ठाउँ छ त्यो भोलिदेखि नै कति जनशक्ति चाहिएन भने हामी पनि जनशक्ति खोजेर दिन्छौँ। तर काम चाहिँ एकदम द्रुतगतिमा अगाडि हामी बढाउँछ, त्यही सहमति भएको छ। र यहाँ गाडी चल्ने त्यो पनि अपिल गर्न चाहन्छु म। हाम्रो कर्सिया मार्केटमा एकदमै वास्तवमा धुलो धुवा उडिरहेको अवस्थाहरूमा जोसुकै गाडी चालकहरू हुनुहुन्छ, गाडी मालिकहरू हुनुहुन्छ, तपाईँहरू नहरदेखि चाहिँ गदिया खोलासम्म चाहिँ 10-15 को स्पिडमा मात्रै यो हाम्रो मार्केटभित्र स्पिड कुदाइदिनु हुनको लागि त्यो पनि अपिल गर्न चाहन्छु। र साथै हाम्रो यो कर्सियाको सहीसाब लगायत ट्राफिक चाहिँ इन्चार्जले पनि आग्रह गर्न चाहन्छु। एउटा चाहिँ स्टाफ हाम्रो गदिया खोलामा अनि एउटा चाहिँ स्टाफ हाम्रो यो तपाईँको नहरको छेउमा राखेर सबै ड्राइभरहरूलाई सबै गुरुजीहरूलाई चाहिँ त्यसरी निर्देशन गरिदिनु हुनको लागि पनि समन्वय गरिदिने हो, सहज गरिदिने हो हाम्रो दायित्व छ। र त्यो दायित्व अनुसार हामीले उहाँहरूको कुराहरूलाई सम्बोधन गरेर र ठेकेदारसँग कमिटमेन्ट गराएर चाहिँ हामीले त्यस हिसाबले अगाडि बढेका छौँ। यो बाटो हुलाकी राजमार्ग प्रयोग गर्दै आइराख्नुहुने सम्पूर्ण यात्रुहरूलाई दुई हात जोडी पुनः म माफी माग्न चाहन्छु। हाम्रो कारणले गर्दाखेरि तपाईँहरू दुःख पाउनुभयो। बिहान 11 बजेदेखि लिएर अहिले 2 बजीसम्म तपाईँहरूलाई हामीले रोकेर कहाँ कसको गन्तव्यमा पुग्नुपर्ने थियो हामीले गर्दाखेरि तपाईँहरू दुःख पाउनुभयो। त्यसको लागि हामी बजारवासी के अरे सम्पूर्ण बजारवासीको प्रतिनिधित्व गर्दै म राजकुमार मण्डल तपाईँहरूसँग क्षमा याचना चाहन्छौँ कि हामीलाई अहिले भर्खरै धनपाल गाउँपालिकाका अध्यक्षज्यूले र त्यहाँका इन्जिनियर, ओभरसियर र ठेकेदार तीनैजनाको समन्वय गरी हामीले उहाँहरूबाट आश्वासन के पायो भने आगामी मंगलबारदेखि यहाँ के अरे प्राइम हाल्ने काम सुरु हुन्छ। त्यही उहाँहरूको आश्वासन सुनेर हामी मंगलबारसम्म यहाँ बजारवासी र व्यापारीहरू केही नगर्ने, त्यसपछि यदि काम द्रुत गतिमा भएन भने त्यसपछि हामी सबै व्यापारीहरू बसेर छलफल गरेर आन्तरिक बैठक बसेर त्यसपछि हामी कुन हिसाबले जाने हो त्यसको रणनीति तय गरेर हामी त्यसपछि पुनः फेरि सडकको माध्यमबाट हुन्छ या के अरे बैठकबाट हुन्छ, हामी त्यस हिसाबले जानेछौँ भनेर यति भन्दै फेरि पुनः पनि म यस हुलाकी राजमार्ग प्रयोग गर्ने हुने यहाँ कर्सियामा आएर जति यात्रुहरू आएर अल्पत्र पर्नुभयो त्यसको लागि क्षमा याचना माग्दै म यहाँहरूसँग फेरि पनि क्षमा याचना गर्दै बिदा चाहन्छु।